कनेक्ट एपीएसबाट अहिले तपाईले रु 500 सम्म निशुल्क रूपमा पैसा पठाउन सक्नुहुन्छ। हो, तपाईले जुनसुकै बैंकमा पैसा पठाउँदा यदि तपाईले कनेक्ट एपीएस एप तथा कुनै पनि बैंकको मोबाइल बैंकिङ प्रयोग गरेर फन्ड ट्रान्सफर गर्नुहुन्छ भने तपाईलाई कुनै पनि चार्ज लाग्दैन। नेपाल क्लियरिङ हाउस लिमिटेडको सूचना अनुसार 2025 अप्रिल 1 गतेदेखि लागू हुने गरी ट्रान्ज्याक्सन फी यस प्रकारले रहेको छ। तपाईले फन्ड ट्रान्सफर गर्दै हुनुहुन्छ जस अन्तर्गत कुनै पनि बैंकको मोबाइल बैंकिङ प्रयोग गरेर हुन सक्छ, कनेक्ट एपीएसको एप तथा वेब प्रयोग गरेर हुन सक्छ र वालेट क्याश इन क्याश आउट हुन सक्छ। अर्थात् कनेक्ट एपीएस मार्फत कुनै पनि वालेटमा रकम ट्रान्सफर गर्नुभयो भने क्याश इन, तपाईले त्यस वालेट मार्फत आफ्नो बैंक खातामा रु 500 ट्रान्सफर गर्नुभयो भने क्याश आउट। ट्रान्ज्याक्सन फी रु 500 सम्म 0 रहेको छ। साथीहरू, अब यही सूचनालाई आधार मानेर फन्ड ट्रान्सफर गरेर हेरौँ। सर्वप्रथम मोबाइल बैंकिङ प्रयोग गरेर हेरौँ। तपाई जुनसुकै बैंकको मोबाइल बैंकिङ प्रयोग गर्न सक्नुहुन्छ। अहिलेको लागि म माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ लगइन गरेर फन्ड ट्रान्सफर गर्दैछु। यहाँबाट सेन्ड मनीमा ट्याप गर्नुपर्छ। त्यसपछि तपाईले 3 वटा विकल्पहरू देख्नुहुनेछ। तेस्रो विकल्पमा रहेको अदर बैंक्स युजिङ कनेक्ट एपीएसमा ट्याप गर्नुपर्छ। अब यस फारमलाई सही तरिकाले भर्नुपर्छ। यहाँबाट रिसिभर बैंक अन्तर्गतको बक्समा ट्याप गरेर तपाईले प्राप्तकर्ताको बैंक अर्थात् कुन बैंकमा रकम ट्रान्सफर गर्न चाहनु भएको छ त्यस बैंकलाई यसरी छनौट गर्नुपर्छ। रिसिभर बैंक एकाउन्ट नम्बरको बक्समा सोही प्राप्तकर्ताको बैंक खाता नम्बर यसरी लेख्नुपर्छ। रिसिभर एकाउन्ट नेमको बक्समा प्राप्तकर्ताको खाताको नाम यसरी लेख्नुपर्छ। एमाउन्टको बक्समा रु 500 यसरी लेख्नुपर्छ। रिमार्क्सको बक्समा ट्रान्सफर गर्दाको उपयुक्त कारण लेखेर प्रोसिडको बटनमा ट्याप गर्नुपर्छ। त्यसपछि यस्तो इन्टरफेस देखिन्छ। यहाँ सम्पूर्ण विवरणहरू सही भएको यकिन गरेर प्रोसिडको बटनमा ट्याप गर्नुपर्छ। अब 4 डिजिट्स पिन राखेर प्रोसिड गर्दा रकम ट्रान्सफर भएको जानकारी प्राप्त हुनेछ।